काठमाडौँबाट मुक्तिनाथबाट आउँदै गर्दा बाटोमा पर्ने गलेश्वर महादेव मन्दिर हामी दर्शन गरेर काली गण्डकीको तटमा ढुङ्गाको चट्टानमा चाहिँ भएको काली गण्डकीको तीरमा साह्रै आनन्दको ठाउँ रहेछ यो ठाउँलाई पनि हामी अवलोकन गर्दैछौँ। काली गण्डकी चट्टान गलेश्वर महादेवको दर्शन गर्दै हामी अब पोखरा जाँदैछौँ। काली गण्डकीको दर्शन गरेर यहाँ घुम्ने ठाउँहरू पनि धेरै छ। काली गण्डकीको तटमा रहेको भगवानको गौमाताको दर्शन गरेर ल निक्लिँदै गर्नु त ल आउनु त उता मन्दिर जाऊँ त पर उहाँ पर मन्दिर काली गण्डकीको तटमा गलेश्वर धाम गलेश्वर धाम भनेको तपाईको दोस्रो पशुपति यहाँ चाहिँ यहाँ कमलको फुलमा विष्णु भगवान सुतेर बस्नु भएको ठाउँ। अनिश विष्णु भगवान क्या आनन्दले कमलको फुलमा सुतेर बस्नु भएको छ। यहाँ चम्पा कमलको फुलमा विष्णु भगवान सुत्नु भएको भनेको यही हो हेर उहाँको जस्तै हो पुरा कण्ठ के अरे पिपल आफै त्यहाँ उम्रिराखेको छ। अद्भुत शक्ति भएको ठाउँ चाहिँ यो ठाउँ अरे क्या यो बोर हो हैन विष्णु भगवान सुतेर बस्नु भएको छ कमलको फुलमा। हामी चाहिँ अब गलेश्वर धामको दर्शन गरेर पोखरा जाँदैछौँ। सबै दर्शन भइसक्यो।